ल है याबाहरू मेरो अब बाहिरको फुलहरू त सबैजनाले हेरिहाल्नु भएको छ। आज म यहाँ अब त्यो फुलिसकेपछि अब नेक्स्ट पनि हुनु पऱ्यो नि त होइन। त्यो फुलिसकेर फेरि आँगन सुनसान त हुनु त राम्रो होइन। त्यसै कारण अब नेक्स्ट अपकमिङ चाहिँ कुन चाहिँहरू रेडी हुँदैछ म तपाईँहरूलाई देखाउँदैछु है। ल यहाँ हेर्नुहोस् है, यहाँनिर अब आउनेवाला हिरोहरू चाहिँ यहाँनिर चाहिँ खासहरू चाहिँ यहाँनिर अहिले यति नै छ मेरोमा। यहाँ अब बनिसकेको छैन ताक। यहाँ चाहिँ मलाई अल्छी लागेर चाहिँ म चाहिँ अब यसरी नै भुइँमै गरिदिने, किनभने यहाँ अब को मिलाइरहन्छ यहाँनिर बाँसहरू काटेर हो। अब यहाँ तल्लोपट्टि मात्रै बनाउने, यहाँ यति नै हो। यहाँनिर चाहिँ यो चाहिँ अलिकति अस्ति रोपेकोले गर्दाखेरि यहाँ चाहिँ मजाको भइरहेछ हो। यहाँ कति ढिलोहरू छ, कति भर्खर रोपेकोहरू हो यिनीहरू। यहाँनिर कति ढिलै रोपेकोहरू पनि छ। अबको हिरोहरू चाहिँ यिनीहरू। यहाँ चाहिँ यति छ, अब अलिक छ अरू जग्गातिर पनि। अन्त राम्रो, अन्त अब यसपालि चाहिँ दामी फुलाउनु सकेछु भने चाहिँ म बेच्छु भन्ने चाहिँ सोच्दैछु। अब हेरौँ कस्तो हुन्छ, अब कोसिस जारी छ। ल आजको लागि यति नै याबाहरू, धन्यवाद। हाचिङ चिङ नै।